के तपाईको अनुहारमा पनि यस्तै पोर्सहरु छ? त्यसो भए त माइक्रो निडलिङ पो गर्नुपर्ने भएछ नि, जसरी मैले गरे। हाम्रो अनुहारमा अलि धेरै र गहिरो पोर्सहरु भएमा त्यसलाई सिरम मात्र युज गरेर हुँदैन, पीआरपी विथ माइक्रो निडलिङ अर्थात भेम्पायर फेसियल नै गर्नुपर्ने रहेछ भन्ने बुझेर लास्ट टाइम मैले स्किन चेक गरेर हाइड्रोफेसियल गरेकै ठाउँ सान स्किन एन्ड ड्रग्समै गएर मैले त आफ्नो ट्रिटमेन्ट सुरु गरे। सुरुमा माइक्रो निडलिङ गर्दा नदुखोस् भनेर मैले एउटा क्रिम लगाएँ र त्यसपछि हाम्रो शरीरबाट ब्लड स्याम्पल लिएर केही प्रोसेस गरेपछि माइक्रो निडलिङ गरे, जुन चाहिँ मैले लास्ट सेसन सकेपछि मेरो यस्तो स्किन कस्तो भयो त भनेर अपडेट पनि गराउनेछु। र अहिले चाहिँ सान स्किन एन्ड ड्रग्समा हेयर रिमुभल गरिनुका साथै लेजर पद्धतिद्वारा स्कार्सहरु पनि हटाउने फेसिलिटिजहरु पनि थप्नु भएको रहेछ। सो तपाई पनि माइक्रो निडलिङ गर्न चाहनुहुन्छ अथवा स्किन सम्बन्धी अझै डिटेलमा बुझ्न चाहनुहुन्छ भने यही आएर डाक्टर सुशील कार्कीबाट थप परामर्श लिन सक्नुहुनेछ।